एमाले भित्र विद्रोह गरेर ज्वालामुखी घरभित्र फुटाउँदै हुनुहुन्छ, ज्वालामुखी फुटाएर राजसभामा प्रवेश गर्दै हुनुहुन्छ। यो अजय श्रेष्ठको लागि उदय हो कि विलय हो? विलय हो भनेर कोही पनि आउँदैन, उदय हो यो हैन। उहाँहरूको कारणले जन्मेको अजय श्रेष्ठ हो। हिजो यो साँच्चीकै एमाले राम्रो गरिदिएको भए, कांग्रेसले राम्रो गरिदिएर भए, साँच्चीकै 64 मा आएको माओवादीले राम्रो गरिदिएको भए यहाँ बालेन जन्मिँदैन थियो, यहाँ रवि लामिछाने जन्मिँदैन थियो, कोही हर्क सम्मान जन्मिँदैन थियो के। उहाँहरूले बिगारिसकेपछि जन्मिएको पात्रहरू उहाँहरू हो। जो पात्रहरू अहिले जन्मिनु भयो नि यो देशलाई लिड गर्नको लागि, त्यसपछि उहाँहरूलाई पनि सहयोग गर्नुपर्छ भन्ने पात्र म हुँ क्या। त्यसकारणले जन्मिएको म हुँ। विलय हुँदैन, उदय हुन्छ। भ्रष्टाचारको अन्त्य हुन्छ, सिधै हो। भ्रष्टाचारको अन्त्य गर्नै पर्छ। त्यसको कारणले पनि म आएको हुँ। अब यो बन्द कोठामा बसेर छेडीको एउटा न्यू रोड भित्र मात्रै बसेर पनि त भ्रष्टाचार अन्त्य नहोला। त्यही त म निस्किराखेको छु त, त्यही त म निस्किराखेको छु त। अब तपाईलाई रातो कार्पेट चाहिँ रवि लामिछानेलाई भेट्न नखु कारागार पुगेपछि रातो कार्पेट ओछ्यायो कि त्यसभन्दा पहिल्यै थियो? होइन होइन होइन, मलाई त्यो भन्दा पहिले हुन सक्छ होला। अब तपाईले यहाँ अहिले म भन्न चाहन्छु हैन, मेरो नयाँलाई कसैलाई पनि भिडियो क्लिप काटेर पनि तपाईले हाल्दिनु होला टिकटकमा। नयाँलाई मेरो कहिले पनि विरोध हुँदैन। मेरो हर्क सम्पाङजीको श्रम संस्कृति पार्टीलाई असाध्य सम्मान छ, उहाँप्रति पनि मेरो विरोध हुँदैन। कुलमान दाईको उज्यालो नेपाल उहाँ पनि नयाँ, उहाँको पनि मेरो विरोध हुँदैन। र साँच्चीकै हिजो एमाले र कांग्रेसमा जाने भोट अब अप्सनै नहुँदाखेरि त त्यही जान्थ्यो नि त्यो भोट। अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन नपराउने मान्छेहरूले चाहिँ त्यो भोट कमसेकम माटोलाई हाल्छ, कमसेकम चिमलाई हाल्छ, त्यो भोट त्यहाँ चाहिँ जाँदैन है भन्नेमा मलाई छ हैन। र अर्को कुरा भने चाहिँ कुलमान जस्तो निडर हिडर लिडर मान्छे चाहिन्छ। तपाईलाई थाहा छ, सबैले भनेको थियो नि प्रशासन चलाएर आएको मान्छेले कहाँ देश चलाउन सक्छ रे। देखाउ त। हिजो तिमीहरूले 5 वर्ष अल्पत्र पारेको बाटो रोडहरू, त्यहाँ सुत्केरी महिलाहरू त्यही सुत्केरी हुनुपर्ने अवस्था थियो, वृद्धहरू त्यही मर्नुपर्ने अवस्था थियो। त्यो बाटोमा म हिँडेको छु 5 वर्ष निरन्तर। आज त्यो एरियामा हेभी वेटका नेताहरू भन्छन् नि, जस्तै तपाईँको गोकुल बास्कोटादेखि लिएर हैन, महेश बस्तीदेखि लिएर ती उनीहरूको एरियाको बाटो 5 वर्ष किन लाग्यो? कुलमान घिसिङ आइसकेपछि त्यही बाटो 3 महिनामा कसरी तयार हुँदैछ? लैजानुहोस् त, क्यामेरा घुमाउनुहोस् त। आज व्यापक देशभरि बाटो बनिरहेको छ। त्यही बाटो बनाउँदै गर्दाखेरि आज उहाँको भिडियो कुदाउने हर्क सम्पाङज्यूलाई पनि सलाम भन्न चाहन्छु क्या। उहाँले कसरी चाहिँ उहाँको विरोध गरिराख्नु भएको छ भने, मेरो घर मैले बनाउने हो, तपाईको घर तपाईले बनाउने हो, बुझ्नु भयो नि। तपाईले मेरो चिन्ता गर्नु थाल्यो भने तपाईको परिवार चाहिँ तपाईको परिवारको चिन्ता चाहिँ कसले गर्ने त? त्यसकारणले जसले आफ्नो परिवार पार्टी खोल्नु भएको छ, तपाईँ आफ्नो पार्टीको चिन्ता गर्नुहोस् क्या। घन्टीको चिन्ता गरी हिँड्नु पर्दैन। तपाईँले एमाले कांग्रेसको पनि चिन्ता नगरिदिनुहोस्। तपाईँ राम्रो काम गर्नुहोस् न। उहाँहरू त आफै सक्नु भइहाल्छ नि भने क्या। तपाईँ काम चाहिँ नगर्ने, कुरा मात्रै काट्दै 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 हिँडेपछि अनि तपाईँको घर बिग्रिन्छ एकातिर, अनि ऊ त मेरो पनि त भिडियो उठायो होला नि त। मलाई मेरो भिडियो कसैले उठाएर हाल्ने मान्छेले त्यहाँ हेर्नुहोस् 100 वटा कमेन्ट गर्दाखेरि 98 वटाले त्यसलाई गाली गरिरहेको छ। त्यो भिडियो पोजिटिभ कि नेगेटिभ त? अनि त्यो उठाएर फाइदा छ त? हैन अझै आफ्नो विगत चाहिँ बिर्सिने। तपाईँ पनि त हिजो एमालेलाई गाली गरेरै आएको होइन र? एमालेलाई गाली गर्नुहोस् न, मैले भनेको छु एमालेलाई गाली गर्नुहोस्, कांग्रेसलाई गाली गर्नुहोस् क्या। तर व्यक्तिको चरित्र हत्या गर्ने कसैलाई पनि अधिकार छैन। तपाईले एउटा भिडियो उठाएर ल्याउनुहोस्, तपाईको अगाडि म जे पनि गर्न तयार छु कि कसैलाई मुर्दाबाद भनेको भिडियो मात्रै लिएर आउनुहोस् त। अझै श्रेष्ठसँग विचारको बोरा छ क्या। कसैलाई मुर्दाबाद भनेर टाइम वेस्ट गर्ने फुर्सद छैन मलाई, बुझ्नुभयो? यो देश भनेको छ नि बिगारेको एमाले र कांग्रेस नभए पछिल्लो चोटिमा आएर माओवादी अर्कोले मलाई देखाइदिनुहोस् न त राष्ट्रिय स्वतन्त्र पार्टी बिगारेको हो? अब के आउँदै गरेको हर्क सम्पाङले बिगारे हो यो देश? के उज्यालो नेपालले बिगारेको? अनि नयाँ चाहिँ किन खुइलिने भने क्या? तपाईहरुको दुश्मन नयाँ हो। त्यतिको शब्द त तपाईको चाहिँ एमाले र कांग्रेसलाई प्रयोग गर्नुस् न भन्छु मैले हर्क सम्पाङजीलाई। अनि एमाले कांग्रेस उहाँको मुखबाट नाम पनि लिने। परम दुश्मन चाहिँ कुलमान घिसिङ पो रहेछ है, परम दुश्मन चाहिँ बालेन शाह पो रहेछ, परम दुश्मन चाहिँ अनि रवि लामिछाने पो रहेछ। हेर कठै परि भन्नु मन लाग्यो के मलाई। उहाँ हर्क सम्पाङलाई चित्त दुखाइ हुनु स्वाभाविक पनि त छ नि। जेठी आन्दोलनमा म रुई कराई गरेर भने प्रधानमन्त्री हुन्छ भनेर धरानदेखि आउने व्यक्तिलाई चाहिँ प्रधानमन्त्री नदिने, काठमाडौँमा थपक्क बसेको म त भुइँ मान्छे कि मैले त हर्क सम्पाङलाई प्रधानमन्त्री होइन भने गृहमन्त्री पर्फेक्ट त म जतिको मान्छे त भने हो नि त। त्यो भिडियो त अहिले म्याक्सिमम कुदिरहेको छ नि त। अब रोई कराई भनेर तपाईले आरोप लगाउनु भयो होइन। हाम्रो कान्छाराम तामाङ दाइले भन्दै हुन्थ्यो एउटा भिडियो खुब कुदिएर रहेछ क्या। मलाई प्रधानमन्त्री रातभरि दिनभरि 24 घण्टा म रोई गर्छु क्या। म भात खान्छु, अब फेरि रुन जान्छु, खाजा खान्छु, त्यहाँबाट फेरि रुन जान्छु। कहाँ रुनु पर्ने फेरि? जहाँ भने त्यही रुन जान्छु म। कहाँ रुँदाखेरि चाहिँ प्रधानमन्त्री आउँछ त? तपाईको चाहिँ उ त्यहाँ माइती घर मण्डलमा रुँदा आउँछ कि तपाईको सांसद भवनको अगाडि बसेर रुँदा आउँछ कि? म रुन्छु लो 24 घण्टा आउँछ त? रुएर आउने चिज हो त? होइन।
तर रोएर उहाँलाई चाहिँ मैले त्यो गिराउनु खोजेको पनि होइन। हर्क साम्पाङको आँसु त उहाँको व्यक्तिगत आँसु होइन नि, देशको आँसु थियो त्यति बेला। अनि हाम्रो चाहिँ के को आँसु त? तपाईहरु त रुनु भएको थिएन, तपाईहरु सडकमा कराउनु भएको थियो, बोक्रो सुकेपछि कोठामा आउनु सुत्नुभयो। यो चाहियो दम साथी, क्षमता चाहियो क्या। मान्छे चाहिँ 24 घण्टामा 22 घण्टा इनर्जेटिक हुनुपर्छ, 22 घण्टा चार्ज हुनुपर्छ क्या। तपाईँ 22 घण्टामा चाहिँ सुत्ने, 2 घण्टा चार्ज भएर काम लाग्छ होइन। त्यस कारणले आँसु भन्ने कुरा यहाँबाट आउनुपर्छ, मुटु भित्रबाट आउनुपर्छ क्या। के को लागि हो भनेर, पदको लागि आउने आँसुले काम गर्छ भनेको क्या। देशको लागि त म माया गर्छु नि त। त्यसो भए हर्क साम्पाङको आँसु देखावटी आँसु हो? त्यो तपाईँहरूले जानुहोस्, देखावटी होइन होला, उहाँ रियालिटीमा होला, त्यसलाई माया गर्नुपर्छ। मैले उहाँको चाहिँ म विरोधै गर्न चाहन्न क्या। तर उहाँलाई म के मात्रै भन्न चाहन्छु भने तपाईँको परम दुश्मन नयाँ होइन, तपाईँको दुश्मन रवि लामिछाने पनि होइन, तपाईँको दुश्मन कुलमान घिसिङ पनि होइन, बालेन शाह पनि होइन क्या। तपाईँको दुश्मन, सबैको दुश्मन भनेको यो देश खतम पार्ने, यहाँसम्म ल्याउने मेन पार्टी एमाले कांग्रेस, पछिल्लो चोटि आएर माओवादी हो। उहाँहरूले गरेको कामलाई तपाईँले करेक्सन गर्दै लाने के चिज हुनु पर्थ्यो, के भएन, किन भएन भनेर त्यहाँ प्रश्न गरिदिनु न भनेको के। तपाईँ चाहिँ सहकारी ठग हो यो भनेर एउटालाई ब्लेम लगाउँदै हिँड्ने क्या। एउटा सहकारी ठग हो भने प्रमाण प्रुफ तपाईँ ल्याइदिनु नि त, न्यायाधीश तपाईँ बनिदिनु नि त। ल कति ठगेर छ, कति खाएर छ, लगेर तपाईँले डेट तोकिदिनुहोस् न। ल तपाईँलाई मन पर्दैन रवि लामिछाने भने तपाईँको तर्फबाट 50 वर्ष टाइम टोकेर जेल हालिदिनुहोस् न त। किन एउटा बौद्धिक मान्छेले भन्ने कुरा पनि त्यो हुनसक्छ त। त्यो कुराले हामीलाई चाहिँ बाध्य बनाएको कि राष्ट्रिय स्वतन्त्र पार्टीमा छिर्नका लागि चाहिँ। तर तपाईँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा छिरिसक्नु भएको छैन, तपाईँको चर्चा मात्रै छ। तपाईँ अहिलेको समयसम्म हामीले यो भिडियो लिँदासम्म स्वतन्त्र हुनुहुन्छ। तर ठ्याक्कै हेर्ने हो भने त झोले हनुमान पाराले चाहिँ साँच्चीकै रवि चाहिँ निर्दोष पाराले बोलिराख्नु भएको छ। मैले धन्यवाद तपाईँलाई, तपाईँले यस्तो खालको प्रश्न गर्नुभयो, एकदम धेरै धन्यवाद क्या। रवि निर्दोष हो, रविलाई दुधले नुहाएर निकालिदिनु, सुनपानीले छर्केर निकालिदिनु भनेर तपाईँको इन्टरभ्यूमा मैले कहिले भनेको छु? अनि कुन हिसाबले म झोले भाइ? तर अहिले भनिराख्नु भएको छ नि, के भनिराखेँ त मैले? रवि लामिछाने चाहिँ साँच्चीकै राम्रो मान्छे, एमाले कांग्रेस चाहिँ साँच्चीकै खतम भनिराख्दाखेरि एमाले कांग्रेस माओवादी भित्र पनि त औलामा गनिने नेताहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ बिर्सिनु हो? मैले सबैलाई चाहिँ किन नराम्रो भनेको छु त? मैले त्यो भित्र भएका नेताहरूलाई फिल्टर गर्नुपर्छ होइन, र नामै त किन लिनु पर्यो? धेरैजना हुनुहुन्छ होला। होइन, फिल्टर गर्दा त हेर्नुहोस् त, राजसभा भित्रै पनि त फिल्टर गरेका व्यक्तिहरू छानेर उछिटेर नागेर गइसकेका छन्। उहाँहरू पनि त राम्रो थिए। हिजो सुमना श्रेष्ठको गुणगान तपाईँले गाउनु भएको हो। यस अनि अहिले त्यही व्यक्ति राजसभाले मन पराएको छैन, त्यही पार्टीमा तपाईँको प्रवेश हुँदैछ। अब भोलि तपाईँ राजसभाबाट अजय श्रेष्ठ बाहिर नौछिटेला भन्न सकिन्छ? सकिन्छ, उछिटिनु सकिन्छ। म त झन् खतरा मान्छे हो होइन। मलाई त यहाँ 50 जनाको बिचमा राखेर मलाई मन नपर्ने कुरा र त्यो सर्वसम्मत भयो भने त्यही टेबल ठोकाएर फुटाएर म निस्किने मान्छे हो। कसैको 2 रुपियाँ खाँदिनँ, 2 रुपियाँमा चल्दिनँ। उहाँहरूले देशप्रति घात हुने काम कसैले सम्झौता गरे पनि ब्याङ्क हान्ने हो, निक्लिने हो। मलाई चाहिँदैन भाइ, कहाँ के हो, ल लैजानुहोस्, बुझ्नुहोस् तपाईँको यो भनेर बुझाइराखिदिने हो, माला लगाइदिइराख्ने हो, हिँड्ने हो। अझै यस्तै त्यति पवित्र मान्छे छिर्दैछ राजसभा भनेर आफ्नो गुणगान गाउँदै हुनुहुन्छ? होइन, म पवित्र छु छैन भन्ने कुरा त त्यो तपाईँले मूल्याङ्कन गर्ने होइन, मैले मूल्याङ्कन गर्ने चिज हो क्या होइन। मैले कसैको केही खाएको रहेछु भने प्रमाण प्रुफ सहित पुष्टि गरिदिनु पर्यो क्या। आफूलाई चिन्ने पनि त होइन होला नि, तपाईँलाई चिन्ने त हामीले होला। खै त्यो अहिले त्यो जसले इन्टरभ्यू लगेको मान्छे कस्तो हो भन्ने कुरो त भित्रको मन त आफूसँग होला नि त। त्यो मन त हामी पढ्न सक्दैनौँ। त्यही भएर अझै शेष चाहिँ कस्तो हो, आफ्नो भगवान भित्र हुन्छ नि, त्यसलाई हेर्ने हो क्या एकचोटि। म कस्तो छु भने त मैले चलाउने र मेरो भगवानलाई मैले सोध्ने हो क्या। त्यस कारणले गर्दा अहिलेसम्म पत्तै लागेन कुनै समय बालेनलाई बोकेको अजय श्रेष्ठ। फेरि तपाईँसँग प्रश्न छैन भने मलाई छैन भन्नुहोस्। होइन, कुनै समय कुलमान घिसिङलाई बोकेको अजय श्रेष्ठ। तपाईँ केपी ओलीको भक्त भन्दा तपाईँ चाहिँ के कमी भयो त? सधैँभरि के एउटालाई धुपालेर बस्ने भन्ने ग्यारेन्टी लिएर बसेको छु? त्यसो भए मान्छे के अवसरवादी भयो? जो अवसरवादी, देश बनाउने किताबमा जो अगाडि बढ्छ त्यसैको धुपाल्ने मान्छे हो म। तर अब बालेन काठमाडौँको मेयर मात्रै रे नि त। के काठमाडौँको यो 32 वटा मात्रै हो नेपाल? तर बालेन्द्र शाहले ठिक गर्नु भएको छ। कहाँ ठिक गर्नु भएको छ भने जनताले 5 वर्षको लागि दिएको जिम्मेवारी। अनि मैले बेटी कहाँ भने मैले त्यही कम्पेयर गरिराखेको छु। एउटा मेयर साहब देशभरि आफ्नो पार्टी बनाऊ भनेर हिँड्छ, मैले तिरेको करको दुरुपयोग गरिराखेको छ। तलब र भत्ता त खाएको होला नि त, के को लागि पठाएको छ त उहाँलाई? उहाँ त आफ्नो कार्यकाल पूरा गर्नु पर्दैन, तर नयाँ होस् भनेर हामीले पनि छुट दिएर बस्यो नि। उहाँलाई छुट छैन नि। मेरो भत्ता मेरो तलब खाइसकेपछि मैले तिरेको करको हो कि होइन, सदुपयोग गर्नुपर्छ कि पर्दैन? त्यो सदुपयोग कसले गरिरहेको छ? बालेनले गरेको छैन? आज बालेनले पार्टी खोलेको छ, बालेन चुनाव प्रचार गर्दै हिँडेको छ, बालेन प्रधानमन्त्री हिँड्नु गएको छ। होइन, नयाँ हुनु बित्तिकै सबैको विचार एउटै हुनुपर्छ भन्ने छ।
किता त फरक हुनु पर्यो नि त। तपाईँले एउटै उहाँ अब किन त को राम्रो को नराम्रो भन्ने कुरामा तपाईँले भन्नुहुन्छ भने बालिनको पछाडि र बालिनको कुरा किन विरोधमा अहिले आउँदैन भने बालिनले यो कुरामा आफ्नो धर्म निभाएको छ क्या। तर एउटा मेयर साहबले चाहिँ आफ्नो चुनावी प्रचार गरिराखेको छ, जनताको कामलाई घाममा सुकाइदिइराखेको छ। त्यो मिल्छ त? त्यस कारणले गर्दाखेरि म चाहिँ कसैको धुपालेर हिँड्ने व्यक्ति होइन र यो 5 वर्ष चाहिँ साँच्चीकै एउटा पार्टीलाई दिनु पर्यो जसको कारणले यो देश बनोस्। त्यसपछि उहाँबाट पनि देश बनेन, उहाँबाट पनि भएन भने अझै श्रेष्ठ जस्तो मान्छे त्यहाँभित्र छिरेर भण्डाफोर गर्नुपर्छ कि त्यहाँभित्र पनि किरा फट्याङ्ग्रा छ भने तिनलाई त्यही भित्र गएर औषधि हाल्नु। मलाई त लाइसेन्स आयो होला नि त छिर्न त चाहिएन। भोलि म त बाहिरको हुन सक्छु नि त। भोलि मैले त्यहाँबाट सदस्य पत्र लिइसकेपछि त्यो भित्र कस्तो कस्तो खालको मान्छेहरू छ मैले एनालाइसिस गर्नु पाउँछु कि पाउँदिनँ? यदि छ भने म त्यहीँ भण्डाफोर गर्न सक्ने मान्छे होइन। तर तपाईँले खोजेका नयाँ पात्रहरू पनि त गतिलो देखेन। हेर्नुहोस् त, पार्टी प्रवेश गरेको 2 दिनमा छाडेका छन्। जो कुलमान घिसिङको पार्टी प्रवेश गरेको व्यक्तिले 2 दिन झन्डै 24 घण्टा पनि पार्टीमा टिक्न सकेन, त्यहाँबाट उनी निक्लिएर गएका छन्। तसर्थ यसरी हेर्ने हो भने नयाँ साँच्चीकै दुधले नयाँको कहाँ छ? अब यस्तो क्या, यो कमजोर मानसिकता हेर्नुहोस्, अलिकति अध्ययन गर्नुहोस् है। ठोक्नेको नाममा मात्रै जे पाए त्यही भनेर ठोकेर काम पनि छैन। हेर्नुहोस्, त्यसमा राम्रो आउटपुट निस्किने गरी तपाईँको पनि प्रश्न हुनुपर्छ, त्यसपछि मैले पनि एन्सर दिने ठाउँहरू हुन्छ होइन। जस्तै कुलमान घिसिङकोमा एउटा चाहिँ केन्द्रीय सदस्यले राजीनामा दिनुभयो क्या, विद्या श्रेष्ठ। तपाईँलाई म भनिदिन्छु, मैले त्यो त न्युज हेरिराखेको हुन्छु यार। कुलमान घिसिङ 3 सेक्टरको मन्त्री होइन, विकास पनि चाहिएको रे। विकासको नाममा कहिले काहीँ बत्ती काट्नु मिल्दैन कि 400-500 भोल्ट दिएर चाहिँ काम गरेर मान्छे मारिदिने हो त भट्टाभट्टै। अनि जहाँ पनि औँलै ठहराउने मात्रै हो भने लाज हुँदैन अलिकति? त्यो के को लागि भने कुलमानले पैसा तिरेन, बत्ती काट्दियो भनेर अन्धकारमा राखिदिएको हो? इथिक्स चाहिँ छैन अलिकति? त्यहाँ काम गर्नु पर्यो, हाई टेन्सनको लाइन हुन्छ, बन्द गराउनु पर्यो। न्यू रोडमा 6 घण्टा अहिले बन्द हुँदैछ त। अनि बन्द हुँदाखेरि यहाँ काम हुँदैछ, त्यो 6 घण्टा कहिले काहीँ हुन्थ्यो भने कहिले काहीँ दिनमा 3 चोटि जाने बत्ती अब 6 घण्टा एक दिन बन्द भयो भने त्यो सधैँभरि चलिरहन्छ क्या, घरिघरि दुःख नपाओस् भनेर क्या। हो, त्यो काम गर्दा नदेखि सबभन्दा खतरा महान नेता, महान नाम कमाइसकेको आज चाहिँ 3 महिनाभित्रमै जय कुलमान भन्न चाहन्छु। नैतिक हिसाबले कुलमान दाइले म रेस्पेक्ट, उहाँ जतिको नेता, उहाँ जतिको विकास प्रेमी नेता देशले पाउँदैन। त्यस कारणले उहाँले पार्टी चाहिँ खोल्नु हो, तर 50-51 जना मान्छे कसरी ल्याउनु भयो त्यो मलाई थाहा छैन। त्यस कारणले पनि म कुलमान दाइको पार्टीमा नगएको कारण हो कि त्यहाँ कुलमान दाइ मात्रै एक्लै भएर हुँदैन क्या, त्यहाँ जम्बू टोली त हुनु पर्यो नि। तपाईँले को देख्नुभयो त? त्यहाँ सोम शर्मा देख्नुभयो, हेमराज थापा देख्नुभयो, अजय शेठ देखे, तपाईँको चाहिँ सागर ढकाल देख्नुभयो। अनि को टिम ल्याएर त्यहाँ जोडेर चाहिँ उहाँले यत्रो खतरा भनेपछि त हामीले कुलमान दाइले चाहिँ मान्छौँ, बाँकी को के हो थाहा छैन। त्यस भएर अननोन भएको भएर म चाहिँ कुलमान दाइको पार्टीमा नगएकै हो र जानेवाला पनि थिएन भनेर म अहिले नै भनिदिन्छु। तर विरोध चाहिँ छैन, म एकदम सलामै छ उहाँहरूलाई। तर कुनै समय अहिले भर्खरै नाम लिनुभएको सम्पूर्ण पात्र र कुलमान घिसिङ सँगै देखिन्थ्यो। तपाईँहरू किन चाहिँ अहिले चाहिँ उहाँबाट विक्षिप्त भएर बाहिर निक्लिनुभयो? अब विभिन्न कुराहरू आयो। अब यता राष्ट्रिय स्वतन्त्र पार्टीमा आइसकेपछि पदै चाहिने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति नै चाहिने होइन। अब अर्काको घलमुलीलाई लखाट्ने अनि म गएर राज गर्छु भन्ने टाइप भएपछि मलाई अलिक घिन लाग्यो। त्यस्तो स्वभावहरू चाहिँ मलाई मन पर्दैन क्या। यो मेरो घरमा कस्तो मान्छेलाई राख्ने मेरो अधिकारको कुरा हुन्छ क्या। मैले धेरै विचार गर्नुपर्छ नि, न घर खाइदिन्छ, न पास गरेर अर्कोको नाममा पठाइदिन्छ, जे पनि गर्न सक्छु नि यार। अनि है तेरो घर मलाई जिम्मा दे, त्यहाँको त्यो अध्यक्ष पनि मै सबै हुन्छ, तिमीहरू चाहिँ दायाँ बायाँ यताउता मान्छ कसैले? तपाईँ मान्नुहुन्छ? अनि के त? अनि यसो भएपछि म चाहिँ मान्छु त? त्यस कारणले गर्दाखेरि छ नि, काम गर्ने मान्छेले साधारण सदस्यबाट टक्क छिर्ने हो, त्यसपछि उहाँको अधिवेशन हुन्छ, अनि अधिवेशनले काम गर्ने मान्छेलाई ठ्याक 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 राख्दैन भने होइन। भोलि साँच्चीकै म पनि साधारण सदस्यबाट छिर्दैछु नि त। मेरो लागि तपाईँहरू बोल्नुहुन्न? अजय शेषलाई भोलि साधारण सदस्यमा एउटा कामै नलाग्ने ठाउँमा लगाएर राख्यो भने तपाईँहरूले प्रश्न उठाउनुहुन्न? अजय शेष बाहिर यस्तो राम्रो दमदार मान्छे थियो, जनताको बोली बोलेर जाने मान्छे, राष्ट्रिय स्वतन्त्रमा गएर किन खुम्च्याएर राखेको? तपाईँहरूबाट प्रश्न आउनु सक्दैन हो? त्यस कारणले यो कुरा त म भन्दा बढी त राष्ट्रिय स्वतन्त्र पार्टी होला नि त। नयाँ त टेक्नोलोजी त फरक होला। तर राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले यति धेरै आफ्नो पार्टी प्रवेश गराएको छ, साँच्चीकै हेर्ने भने गिनिज बुकमा नाम लेख्ने तयारी गरेको छ। त्यसमा तपाईँ पनि पर्नुहुन्छ। तर रवि लामिछानेलाई नखुमा भेट्न जानेको भिड चुनाव आइसकेपछि मात्र किन भयो? यसभन्दा अगाडि कोही गएको थिएन। रविको नामै लिन नचाहने व्यक्तिहरू पनि अहिले नखु कारागारको वरिपरि घुमिरहेको छ। तपाईँलाई ठ्याक्कै 3 लाइन म यसको एन्सर दिन्छु क्या। तपाईँलाई के लाग्छ भनेदेखि नि,
एमाले कांग्रेसले देश बिगार्यो, खत्तम पार्यो, बर्बादै पार्यो, अब के गर्ने त, बाले नआयो, के भयो, जम्मा 32 वटाको मेयर मात्रै भयो, देशै हाक्देऊ न, तिमी जस्तो प्रधानमन्त्री चाहेको काम गर्ने तौर तरिका ढंग त कस्तो राम्रो रहेछ बालेन, गीत गाएको मैले पनि त्यही हो नि त। हर्क सम्पाङ आहा, हर्क सम्पाङको भिजन त कति राम्रो हैन, हर्क सम्पाङ बस्नु पर्दा राम्रो राम्रो मान्छे निस्किया हो नि त हैन। अब भनिसकेपछि यो सोच्दा सोच्दै 84 को लागि तयार गरेर बस्या हो नि त हामीले त। 84 मा त म पार्टीमा त जाने नै हो नि भनेर बस्या हो नि। तर यो 82 मा चटारो परेको छ नि त मलाई, नगए पनि हुँदैन, गइहालौ भने पनि अब तामझाम पनि मिलाउनु पर्ने छ। यहाँ हतारमा डिसिजन पनि गर्नु भएन, एक्सिडेन्ट पर्ला भने दौडिनु पनि भएन। अब यो गर्दै गर्दाखेरि आज रवि लामिछाने किन महत्त्वपूर्ण विषयमा अजयको लागि आयो, अरू सारा मान्छेको लागि आयो भन्दाखेरि चाहिँ तपाईको रवि लामिछानेले यसो विचार गर्नुहोस् न, हामीले यो 20 गत जुन 23 र 24 को आन्दोलन पछि क्या तपाईले सोच्नु पनि सक्दैन होला, नेपालको परिकल्पना पनि गर्न सक्दैन। कहिले काहीँ त्यो फिल्मको चाहिँ कास्टिङ छ नि, यस्तो बवाल हुन्छ, यस्तो फिल्म त कहीँ छैन होला यार, कस्तो खतरा भन्ने लाग्छ नि। त्यो जस्तो झुर फिल्म, त्यो जस्तो थुकेर हात थुकेर हिँड्नु जस्तो फिल्म पनि हुँदैन फेरि कहिले काहीँ क्या। त्यस्तो हुन्छ नि, त्यो कास्टिङ चाहिँ खतरा। ठ्याक्कै जिन्जी आन्दोलन कास्टिङ त्यस्तै भयो के। आन्दोलन चाहिँ इतिहासै रच्यो, 27 घण्टामा इतिहास रच्यो, विश्वमा नभएको कुरा चाहिँ नेपालमा भयो। उल्का बवालै हुन्छ, भयो भएर सब भोग्रे ठ्याक ल्याएर चाहिँ अब नखुर्सो, यहाँ जेलाई अर्को ठुलो बनाउनु पर्छ जस्तो पनि लागेको थियो कि। भरे त कहाँ एउटा सिंहको लामखुट्टे मारेन। अब यो एमाले कांग्रेस भन्दा खत्तम पत्तुर सरकार छैन त हो, होइन भने खोइ त 25 वटा फाइल खोले खोइ त, रवि लामिछानेले खोलेर राख्दैछ त, 5 वटा खोले ल्याएको छैन अरूसँग, टाउको जोड्नु गयो होइन। भोलि एमाले र कांग्रेसले यो देश चलायो भने यिनीहरूको त खैरात छैन। आउ न हामी जस्तो वीर, खोइ कहाँ छ सेक्युरिटी अध्यक्षलाई छ, कहीँ 2 जना केटा बोकेर हिँडेको छ, 10 चोटि मरेको मान्छे एकचोटि मर्छु भने हिँड्ने मान्छे म। त्यस कारणले म भन्छु तपाईहरुलाई, त्यस कारणले रवि लामिछानेले चाहिँ 25 वटा फाइल कसरी खोल्या होला क्या, त्यो 25 वटा फाइल भित्र 65% भ्रष्टाचारीहरू भित्र छिर्दियो क्या। दम भएको हो कि होइन, लिडर हो कि होइन। त्यस कारणले गर्दाखेरि पछिल्लो चोटि आएर रवि लामिछाने महत्त्वपूर्ण पात्रमा देखियो कि रवि लामिछाने साँच्चीकै बाहिर निस्केको भए यो 65% मान्छेलाई भित्र हाल्ने रहेछ। 25 वटा फाइल मात्र होइन, फाइल त 107 वटा खोल्नु भएको रहेछ। मान्नुहोस् त्यतिको दम भएको मान्छे को ल देखाउनु त। त्यस कारणले रवि पपुलारिटीको नम्बर 1 मा पर्या हो अहिले। ल यति हो यो प्रश्न, कुदाइदिनुहोस् दिलमा यो। तर तपाईले अहिले भर्खरै यही मन्त्रीमण्डलको एकजना व्यक्तिलाई चाहिँ टाउकोमा बोक्नुभयो, यही मन्त्रीमण्डलको पुरै सरकारलाई चाहिँ कामै नलाग्ने खत्तम भनेर भन्नुभयो। कुलमानलाई बोक्दै गर्दाखेरि अहिलेको मन्त्रीमण्डलभित्र उनी पनि त अटाएका छन् नि। कुलमान घिसिङ चाहिँ ठिक, उनले चाहिँ जे गरे पनि ठिक भनिन्छ नि। बालेन शाहको हनुमानहरू, बालेन शाहको आफ्नै पर्सनल पत्रकार छ भन्ने खालको जुन खालको आलोचना खेपेका थिए नि, त्यही ढङ्गबाट बोल्नुभयो क्या तपाईले। सामाजिक अभियन्ता भनेर चिनेका अजय श्रेष्ठ कुलमानको लागि चाहिँ मरिमेटेर बोले, तर अहिलेको सरकारको लागि चाहिँ अरू सबै खत्तम भन्दै गर्दाखेरि तपाईँ को हो त? म खतरै मान्छे हो, एनालाइज गर्ने मान्छे हो, देखेको कुरा बोल्ने मान्छे हो। कुलमान दाई बरु त्यो भन्दा अगाडि कतिचोटि भेट्थ्यो होला। जुन दिन कुलमान दाई मन्त्री हुनुभयो त्यसपछि मेरो 2 चोटि मात्रै भेट भएको छ क्या। मैले के मात्रै भनेको छु भने दाई तपाईले कस्तो मजाले काम गर्नु भएको छ कि म चाहिँ असाध्यै खुसी छु बाहिरबाट। दाई यसरी काम गर्नु आउनुस्, तपाईको यो व्यस्तताको चाहिँ म 2 मिनेट पनि टाइम लिन सक्दिन है। तपाई काममा हुनुहुन्छ दाई, कसम 18 घण्टा काम गर्छु भने 18 घण्टा काम गर्नु भएको छ उहाँले हैन। त्यस कारणले म कुलमान दाईको त सुपर फ्यान नै भयो, अहिले झन् फ्यान भयो के म त। पहिला चाहिँ त्यो बत्ती मात्रै बालेर 9 घण्टा उज्यालो भन्थ्यो नि, अहिले उहाँले त्यो एक पाउ धुलो खाएर बस्थ्यो यार दिनमा। यहाँ पत्थरी रोग निस्किने त्यतिकै बाटो हेरे त्यस्तै, त्यही बाटोबाट हिँड्छ यो नेताहरू, पुरानो नेताहरू घाँस हालिदिनु पर्ने क्या। अहिले कुलमान दाइले चट्याक्क बनाएको बाटोमा सिलिलिलिलिलि भ्रष्टाचार गरेको गाडी चलाएर हिँड्छ, यिनीहरूलाई लाज हुँदैन? अनि यिनीहरूलाई देशप्रतिको माया रहेछ त? अनि कुलमान दाइको कामलाई नाइ भन्नु? अनि कुलमान दाइले जतिको काम गरेको मलाई भनिदिनुहोस् न। अब फेरि हाम्रो एउटा महावीर पुन हुनुहुन्छ फेरि, उहाँ चाहिँ मलाई फेरि ठ्याक्कै हरिबहादुरै लाग्छ क्या होइन। टाइमिङवाला जवाब दिँदै पठाउँछ त्यो उसलाई। यहाँ कहिले यसो खिचेर राखेको हुन्छ त्यो, यसो वालभित्र के हेरेको यहाँ के काम गर्छ होइन। अब जेएनजीको मागलाई भाइ आफै चुनाव लड्ने, जित्ने, आफै माग पुरा गर्ने होइन, उहाँको त्यो टाइमिङवाला होइन। अब रमाइलो पनि लाग्छ मलाई होइन, तर काम चाहिँ मजाले देखाएको काम चाहिँ भनेको चाहिँ कुलमान दाई बाहेक चाहिँ गृहमन्त्री त माइनसै भयो। हेर्नुहोस् अहिले मैले केही पनि देख्दिनँ म गृहमन्त्री काम त होइन। प्रधानमन्त्रीको झन् भइयो होइन। अब त्यो भन्दा राम्रो उत्कृष्ट चाहिँ कुलमान दाई नै हो गरेको चाहिँ। नभए हेर्नुहोस् फिल्डमा